ला भोट आइसक्यो है। अब अप्रिल महिनामा लक्ष्मी भण्डारको पेमेन्ट आउँदैन भनेर धेरै हल्ला छ। तपाईँहरूले सुन्नुभयो कि भएन है? यति बिना है। र मेरोमा पनि कमेन्ट आएकै छ लक्ष्मी भण्डार। अहिले धेरै सोसियल मिडिया भिडियो हेर्नु भएको होला है लक्ष्मी भण्डारको रिलेटेड। अब अप्रिल महिना आयो पेमेन्ट आउँदैन, ला योपालि ढिलो आउँछ ला कि ला यो महिनामा साँच्चीमै पेमेन्ट आउँदैन त भनेर धेरैले कमेन्ट गर्नुहुँदैछ। र स्ट्याटस चेक गर्दा पनि यहाँ हेर्न सक्नुहुन्छ है, पेमेन्ट प्रोसेस येट टु स्टार्ट भनेर सो हुँदैछ। जतिले पनि पहिला थाप्नुहुन्थ्यो उहाँहरूको पनि यस्तै सो हुँदैछ, र जतिले पनि नयाँ भर्नु भएको छ एप्लिकेसन उहाँहरूको पनि स्ट्याटस यस्तै नै सो हुँदैछ। अब के गर्नुपर्ने हो त होइन? अब स्ट्याटस जो पुरानोहरूको छ उनीहरूको पनि यस्तै देखाउँछ, के गर्नुपर्ने हो? साँच्चीमै यो महिना पैसा आउँदैन त? अहिले म तपाईँहरूलाई प्रोसेस देखाइदिनेछु है, के हुन्छ, के हुनेवाला छ र के हुन्छ र के हुँदैन भनेर है, आउनेहरूको के हुन्छ र नआउनेहरूको के हुन्छ भनेर। र यहाँ हेर्नु सक्नुहुन्छ स्क्रिनमा लक्ष्मी भण्डारको चाहिँ पेमेन्ट आइडीको लागि चाहिँ यो चाहिँ कहिले एप्रुभल भएको, 2021कै हो नि त। यो पुरानो एकाउन्ट होल्डर हुनुहुन्छ नि त होइन। अब उहाँको चाहिँ अहिले पनि यहाँनिर फर्स्ट अब जस्तो फ्रेस जसको अब नयाँ भर्नु भएको छ उहाँहरूको यस्तो सो हुन्छ नि त, पेमेन्ट प्रोसेस येट टु स्टार्ट भनेर। तर उहाँ अब 2021देखि थाप्नेहरूको पनि यस्तै सो हुँदैछ है। धेरै मान्छेहरू एकदम टेन्समा हुनुहुन्छ, ला अब यस्तो हुँदैछ भनेर। र किन यस्तो भएको रहेछ भन्दाखेरि चाहिँ अब यो पहिल्यैदेखि थापिरहनु भएको हो नि त, उहाँको एकखेप पनि नअड्केको हो नि त होइन। अब यहाँनिर हेर्नुहोस् ल, 26 र 27 सो हुँदैछ। अब यो नयाँ फाइनेन्सियल इयर स्टार्ट भएको कारणले गर्दाखेरि 26 र 27 यहाँ सो हुँदैछ, न्यू फाइनेन्सियल इयर। अब तपाईँलाई ब्याकमा हेर्नु छ भने 25-26 को हेर्नु छ भने यहाँ क्लिक गर्नुभयो भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब सबैको यस्तै अहिले स्ट्याटस सो हुँदैछ। 25-26मा गर्दा पनि यस्तै प्रोसेस देखाउँदैछ, 24-25मा पाकै हो नि त। सबै यहाँ पहिला मन्थ सो हुन्थ्यो होइन, अहिले चाहिँ यस्तो सो हुँदैछ, यहाँ हेर्नु सक्नुहुन्छ है। र नयाँको पनि के हुँदैछ भन्दाखेरि नयाँ म देखाइदिँदैछु तपाईँहरूलाई। नयाँहरूले आफ्नो स्ट्याटस कसरी चेक गर्नुहुन्छ भन्दाखेरि चाहिँ सबभन्दा पहिला यो वेबसाइटमा आउनुको लागि तपाईँले गुगलमा सर्च गर्नु पर्यो, लक्ष्मी भण्डार स्ट्याटस चेक है। जस्तै क्लिक गर्नुहुन्छ त्यस्तै यहाँनिर लक्ष्मी भण्डार गभर्मेन्ट अफ वेस्ट बेङ्गाल भन्ने एउटा अप्सन छ, यो अप्सनमा क्लिक गर्नु पर्यो। त्यसपछि अब गभर्मेन्ट अफ वेस्ट बेङ्गाल लक्ष्मी भण्डार पोर्टल यहाँ हेर्नु सक्नुहुन्छ। र ट्र्याक एप्लिकेसन स्ट्याटस यहाँ आएर क्लिक गर्नु पर्यो। जस्तै क्लिक गर्नुहुन्छ गभर्मेन्ट अफ वेस्ट बेङ्गाल ट्र्याक एप्लिकेट एन्ड भ्यू पेमेन्ट स्ट्याटस भनेर सो हुन्छ। त्यसपछि अब यहाँनिर एप्लिकेसन आइडी, मोबाइल नम्बर, आधार कार्ड र यहाँ स्वास्थ्य साथी कार्डले पनि तपाईँले चेक गर्न सक्नुहुन्छ है। मोबाइल नम्बर कि त आधार कार्ड एकदमै सजिलो हुन्छ, यसले चाहिँ डिटेल सो भइहाल्छ है। र आधार कार्ड नम्बर यहाँ म फिल गरेर हेर्दैछु। त्यसपछि यहाँ क्याप्चा एन्टर गर्नु पर्यो र यहाँ सर्चमा क्लिक गर्नु पर्यो है। जसको यस्तो नो डाटा फर्म सो हुँदैछ नि उहाँहरूको डाटा एन्ट्री भएको छैन है, र उहाँहरूले फेरि पनि फर्म सबमिट गर्नुपर्छ। तर अहिले इलेक्सनको पछि मात्रै, अहिले केही पनि गर्नु सक्नु हुँदैन तपाईँहरूले, जसको पनि नो डाटा फर्म हुँदैछ है। र अर्को म तपाईँलाई एप्लिकेसन आइडी यहाँ फिल गरेर देखाइदिँदैछु अर्को। र एउटा म अर्को एप्लिकेसन आइडी यहाँ देखाइदिँदैछु तपाईँहरूले, यहाँ हेर्नु सक्नुहुन्छ। 5 तारिक कहिले गर्नुभएको थियो, 2025मा एप्लिकेसन गर्नुभएको थियो होइन। अब एप्रुभल कहिले भएको छ भन्दाखेरि 6 तारिक 2 महिनामा, 1 वर्ष बाद एप्रुभल भएको छ उहाँको होइन। र उहाँको एप्रुभल भएर चाहिँ अहिले के सो हुँदैछ भन्दाखेरि चाहिँ विच फाइनेन्सियल इयर यु वान्ट टु भ्यू पेमेन्ट स्ट्याटस, यो त यहाँ सो हुन्छ। तर त्यसको तल हेर्नु सक्नुहुन्छ ब्याङ्क एकाउन्ट स्ट्याटस भ्यालिडेसन इरोर हुँदैछ है। र नेम भ्यालिडेसन म्याचिङ स्कोर 100% म्याच छ। उहाँको आधार कार्ड ब्याङ्क एकाउन्टमा नाम एकदमै सबै पर्फेक्ट छ, तर उहाँको एक्टिभ बेनिफिसियरी पनि एक्टिभ सो हुँदैछ। तर पेमेन्ट किन अड्केको छ त? पेमेन्ट प्रोसेस येट टु स्टार्ट त भन्दैछ। जबसम्म तपाईँको यो ब्राउन कलरको सो हुँदैछ तबसम्म तपाईँको यो भ्यालिडेसन इरोर छ, तबसम्म तपाईँको एकाउन्टमा पेमेन्ट आउँदैन है। र तपाईँ एकखेप ब्याङ्कमा गएर चाहिँ तपाईँको आधार कार्ड प्यान कार्ड लिएर चाहिँ केवाइसी अपडेट चाहिँ एकदम गरिहाल्नुहोस् है। त्यसपछि चाहिँ यहाँनिर तपाईँको यो ग्रिन सो भइहाल्छ है, एक्टिभ यहाँ एक्टिभ देखाउन थालिहाल्छ, ब्याङ्क भ्यालिडेसन एक्टिभ देखाउँछ। त्यसपछि तपाईँको पेमेन्ट आउनु थाल्छ। र यस्तो धेरै मान्छेको भएको छ प्रब्लम है, आउने मान्छेको यहाँ एक्टिभ देखाउन थालिहाल्छ। भ्यालिडेसन इरोर चाहिँ एकदमै नहोस्, यो इरोरले गर्दा तपाईँहरूको पेमेन्ट अड्केको छ। र तपाईँहरूको पेमेन्ट अड्केको कारण चाहिँ यही हो। र जस्तै तपाईँले एक्टिभ गर्नुहुन्छ पुरानो, इफ तपाईँहरूको फेब्रुअरी मार्चदेखि नै पेमेन्ट दिनु स्टार्ट भएको छ भने चाहिँ तपाईँको 2 महिना 3 महिनाको एकैचोटि पेमेन्ट आउँछ है। र तपाईँले यो भ्यालिडेसन इरोर चाहिँ कम्प्लिट गरिहाल्नुहोस् गएर। र जतिले पनि नयाँ भर्नु भएको छ हो यस्तै प्रब्लम हुँदैछ, र जतिले पनि पुरानो भर्नु भएको छ उहाँहरूको अब उहाँहरूको पनि यस्तै प्रोसेस हुँदैछ, हेर्नु सक्नुहुन्छ। पेमेन्ट प्रोसेस येट टु सबैको सेम, नयाँ भर्नेले पनि पुरानो भर्नेले पनि यस्तै सो हुँदैछ है, यहाँ हेर्नु सक्नुहुन्छ। र जसको अब मार्चदेखि पैसा पस्नु थालेको थियो यो महिना उहाँहरूको पस्नु थाल्छ।
वेट गर्नु पर्यो सबैको सँगै नि बस्छ अब सबै अब है यत्रो डिस्ट्रिक्ट छ अब सबैमा अब बिस्तारै बिस्तारै गर्दै नि छोडिँदैछ त्यही भएर चाहिँ यता चाहिँ 10 देखि 16 भित्रमा चाहिँ बस्छ भनेर चाहिँ कुरा हुँदैछ यहाँ सो हेर्नुभयो होला यहाँ स्क्रिनमा है सबै देखाइदिएको छु 26 र 27 कोले गर्दाखेरि यहाँनिर प्रोसेस यट टु स्टार्ट देखाउँदैछ प्रिभियस सबै जति पनि ट्रान्जेक्सनहरू थियो सबै ब्याक इयरमा गयो है फाइनेन्सियल इयर न्यू फाइनेन्सियल इयर स्टार्ट भइसक्यो त्यसले गर्दाखेरि चाहिँ यहाँनिर अब नयाँ फाइनेन्सियल इयरको चाहिँ सो हुँदैछ त्यही भएर चाहिँ यस्तो स्टाटस सो हुँदैछ है र जसको पनि एक्टिभ बेनिफिसियरी छ र ब्याङ्क भ्यालिडेसन रेडी फर पेमेन्ट भनेर जसको पनि यसरी सो हुँदैछ उहाँहरूको चाहिँ पैसा आउँछै आउँछ है जति पनि पुरानो बेनिफिसियरी हुनु लक्ष्मी भण्डारको है उहाँहरूको चाहिँ पैसा आउँछै आउँछ है यो महिना अप्रिलमा कहिले आउँछ भन्दाखेरि चाहिँ अब आज भोलिदेखि नै तपाईँको अन्डर प्रोसेस सो हुनु थालिहाल्छ होइन अन्डर प्रोसेस सो हुनु थाल्यो भने चाहिँ अब 10 देखि 16 तारिक भित्रमा चाहिँ यो अप्रिलको चाहिँ पेमेन्ट आउने छ है र युवा साथीहरूको पनि धेरै मान्छेहरूले कमेन्ट गर्नु हुँदैछ त्यसको पनि म रिलेटेड भिडियो अपलोड गरिदिने छु कमेन्ट गर्नुहोस् तपाईँहरूले है र लक्ष्मी भण्डारको चाहिँ त्यही 10 देखि 16 तारिक भित्र आउँछ धेरै मान्छेहरू हाम्रो यहाँ सेन्टरमा पनि आएर सोधेको गर्नुहुन्छ है कसरी आउँछ सबैजनालाई चाहिँ यहाँ भिडियोमै त्यही भएर चाहिँ यहाँ भिडियोमा अपडेट दिएको तपाईँहरूलाई आशा गर्छु तपाईँहरूले यो भिडियो चाहिँ राम्ररी कम्प्लिट हेरेर चाहिँ अन्त चाहिँ कमेन्ट गर्नुहोस् न है धेरै मान्छेहरूले अब भिडियो कम्प्लिट हेरी कमेन्ट गर्नुहुन्छ है र जो नयाँ हुन्छ मेरो पेजलाई फलो गरिदिनुहोस् होला र भिडियोलाई पनि लाइक गरिदिनुहोस् होला सो इन द नेक्स्ट भिडियो